फ्रेन्ड्स, के छ त साथीहो? मेरो सब ठिकठाक। अनि के छ तपाईँहरूको होइन? काम सकियो म चाहिँ अहिले ड्युटीतिर लाग्दैछु। समय हो गाउँभन्दा नि तल चाहिँ सहर पुरै सहरले ढाक्नु लागिसक्यो। यिनीहरू यो गाउँ भन्ने ठाउँहरू चाहिँ यहाँ बडा नन स्टप आधी घन्टामा त तल पुग्ला भन्ने आशा राख्दछु म पनि। जाउँ के कस्तो छ बाटो। साँगुरो के अति साँगुरो बाटो पनि अब मान्छेले पनि के गरेर बाटो बनाउँछ होइन? बाटो त भन्नै पर्दैन, यस्तो यस्तो बाटो छ कि यति साँगुरो के साँगुरो सारा मिसिने तल भिरमै जाला जस्तो लाग्छ तलतिर। बङ नउठाइ काम छैन। अगाडि हाम्रो दिदीबहिनीहरू आउँदैछ, एकछिन बस्नुहोस् है दिदीबहिनी हो। ठुलो मिसिनमा जान दिनुहोस् अनि तपाईँहरू मजासँग आउनुहोस्। म जान्छु सुरुमा। दुई खुट्टेहरू त बिस्तारै आउँदा हुन्छ, चार खुट्टेलाई अगाडि लैजाउँ। साँगुरो बाटो छ, यस्तो छ नजारा साथी हो। गाउँघरतिर काम गर्नु राम्रो कोही बेला त रमाइलो लाग्छ। कति सहरतिर मात्रै काम गर्ने होइन, गाउँतिर पनि काम गर्न आउनुपर्छ। गाउँको साग दाल भात मासु चाहिँदैन र भेलीतिर काम गर्दा चाहिँ सानो मासु दिन भात रुच्दैन। तर कि गाउँघरमा त एकदमै साग पनि अर्ग्यानिक। फेरि अगाडि गाह्रो छ, एक लटमा मिसिन घुम्ने ठाउँ छ हुँदैन गाउँतिर। यस्तो यस्तो बाटोहरू छ, मिसिन मात्रै अट्ने। तर बाइक आयो भने पनि साइड दिने ठाउँ छैन। यस्तो त हाम्रो तारीभिरको बाटो जस मेन बाटोहरू चाहिँ सबभन्दा, किनकि ढलान कोही ठाउँमा पुल बनाउँदै त्यो मेन बाटो जानु पाएको भए त म आधी घन्टामै पुग्दै फुटुङ तलतिर। किनकि अहिले अफरोड छ, बिस्तारै कछुवाको तालमा हिँड्नु परिरहेछ। यस्तै छ साथी हो होइन? भिडियो हेरेर राम्रो मान्दैन, हल्का लाइक मात्रै गर्नु पुग्छ। अरू के नै चाहन्छ र हामी अपरेटरहरूले चाहिँ साला भ्युज पनि आउँदैन, लाइक कमेन्ट छैन कसैको। कमसेकम हामीको पनि लाइक सब्सक्राइब गर्दैमा कसैको केही पनि जान्दैन होला होइन साथी हो? म पनि गर्दछु, सबैलाई लाइक एन्ड फलो सब्सक्राइब गर्छु। तर मलाई चाहिँ प्रायः जस्तो गर्दै गर्दैन, हेर्दै पनि हेर्दैन भिडियो हेर्दा। स्क्रोल मिसिनवाला भिडियो आयो कि स्क्रोल छैन। हार नहीं मानूंगा, इकरार में नहीं ठानेगा, साला भिडियो हाल्ने के लिए मैं नहीं छोडेगा कभी भी। जसले पनि जेसुकै भन्नुहोस्, म भिडियो हाल्ने चाहिँ जिन्दगी छोड्ने छैन। हाल्ने हो, समय पर्खिँदै जाउँ। समयले कहाँदेखि कहाँ पुऱ्याउँछ थाहा छैन होइन? एक्लै काम गर्दै हिँड्नुपर्ने छ, एक्लै मोबाइलसँग गफ गर्नुपर्ने छ होइन? साइकल भयो कि भनेर सोच्दा होला मान्छेहरूले, केही छैन। एक्लै भए पनि बोल्नुपर्छ। मजा यतिमै छ। मजा खोज्नुको लागि हो भने एक्लै भए पनि बोल्नु पर्दो रहेछ। यस्तो छ है काठमाडौँ, यस्तो देखिन्छ एकदम टाढाले घेरेको गहिरो ठाउँमा एकदम राम्रो देखिने ठाउँ छ। म चाहिँ बिस्तारै कछुवाको तालमा होइन जाइरहेको छु। बारी घरहरू, बाटो अफरोड नि, साह्रै भिरमा ढुङ्गा नहुने त कुरै हुँदैन। 4x सबै ठाउँतिर घरै होइन? लगातार अब धेरै नभए पनि कति 7 मिनट भइसक्यो माथिबाट तल झरेको। अबको आधी घन्टामा त पुग्ला कि तलतिर। काँडाले पनि घेरिया छ। रमाइलो तालमा एक्लै 2 नम्बर गेयर लगाएर मजा छ। आज त दिउँसै काम सक्यो।
एकदम मजै मजा छ। अब जाने हो, मिसिन ठ्याक्का राख्ने हो। काम आएछ भने साला राति पनि काम हान्नेवाला म छु। हार मान्ने नै होइन साथी हो। काम आए कि ठोकिहाल्ने हो, काम गरे पैसा आउने हो हाम्रो। किनकि नेपालमा सिस्टम यस्तो छ कि अब मिसिन अपरेटरहरूले जति काम गरे त्यति पैसा आउने। काम चाहिँ हुनु पर्यो। एक साइड होइन, दिनको 3 साइड भ्याउनु पायो भने त रहिलाई हुन्छ नि। रहिलाई 2000 × 6 2000 × 3 गर्दा 6000 होइन। दिनमा 6000 चाहियो भने के चाहियो? 6000 राख्यो भने के चाहियो त? यति चाहिँ राखिन्छ कोही कोही बेला। आज चाहिँ राखिएन, हिजो गएको थियो, आज सक्यो। काम पनि अलिअलि कम छ। फेरि कोही बेला त काम त साथी हो भन्नै पर्दैन। भ्याइ नभ्याइ मात्रै हुन्छ, केही छैन। कभी कभी देता ऊपर वाले जब देता ना, जम्पर फाड के देता है। तलब भनेको त त्यही हो साथी हो, भत्ताले बाँच्नुपर्छ मिसिन अपरेटर नेपालमा चाहिँ। अब इन्डियाको सिस्टम के छ कस्तो छ थाहा छैन। नेपालमा चाहिँ भत्तै 2000 × 6000 त भत्तै कमाइने रहेछ महिनाको। तलब एक्स्ट्रा। ओहो यो भन्दा के चाहियो? तारहरू चाहिँ नछोए बुङले, तार छोयो कि भन्छ होइन। कोही कोही बेला त तार छिनाइन्छ पछाडिको बुङले, नराम्रो गाली खाइन्छ। गाली भन्दा पनि मुजी तार बना, मुजी त मुजीले हेरेर जानु सक्दैनस् भनिदिन्छ डाइरेक्ट। मुजी भनेपछि सकेन। अनि हामीले पनि पारा चल्छ। पारा चलेपछि के भन्ने त? मादर चोतले मुजी भन्छस्, तेरो मुजी म हो भनेर थर्काइन्छ हामीले पनि। त्यस्तो त छ नि। चिनी, चियापत्ती, गाँड गुलेती, कण्ड खरानी भन्नु पुरै जानिन्छ। त्यति भनिसकेपछि मात्रै हुन्छ। के छ त हाम्रो बहिनीले यहाँ टिकटक बनाएको अवस्था, म चाहिँ यहाँ बोलिरहेको अवस्था होइन त। प्लटिङ यतातिर प्लटिङ जानुपर्ने चाहिँ यो बाटो थियो। बाटै बन्द भएपछि त के गर्ने? अफरोडिङ चल्ने। कछुवाको तालमा 2 नम्बरमा वाट्याङ ग्यान्द्राङ। पछाडि यस्तो छ, पछाडिको ताल ग्यान्द्राङ धन्ने छ। मास उकाल्दाखेरि होइन यति गाह्रो भयो कि भनेर पर्ने। यस्तै त छ नि साथी हो। यस्तो हुँदैन अरू त होइन। भिडियो लाइक साइक गरिदिनु होला जसकोमा आयो भने। अरू के नै भन्न चाहन्छु। हस् त, धन्यवाद। मेरो भिडियो यतिमै म बन्द गर्न चाहेँ होइन त।